रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। So hello guys, welcome to my new vlog and सबैजनालाई ह्यापी होली है। म चाहिँ कलर लाउनु भएन बट बाहिर गएर कन्सर्टमा गएर लाउनु पर्यो किनभने मिठो बित्नु भएको सो घरमा त अलाउड छैन बट बाहिर गएर है अनि त्यो भ्लग पनि लिएर आउनेछु सायद है यदि बनायो भने। अनि यो भिडियो चाहिँ स्पेसली फुड बेसमा छ है किनभने आज चाहिँ मम्मीले मलाई धेरै सुनाउनु भएको कहिले सिक्छिस् भन्ने यत्रो ठुलो बिहालिस केही त काम गर भन्नुहुन्छ। बाहिर गएर म बाहिर धेरै काम गर्छु, घरको काम गर्दैन, स्पेसली खाना पकाउने रिलेटेड म गर्दैन है। सो मम्मीले भन्नुभयो धेरै भन्नुभयो कि कहिले सिक्छिस् त्यो बिहे भयो भने के गर्छिस्, सो लेट्स मेक इट है म पनि केही गर्न सक्छु भनेर देखाउनलाई हो स्पेसली टु माई मदर है। अनि यो रेसिपीको क्रेडिट चाहिँ सबभन्दा स्पेसललाई नै जान्छ है, अरू धेरै केही भन्दैन। अनि आजको मेन्यूमा चाहिँ सबैले मासु खान्छन्, सो आज मलाई मासु खान मन लगाएर म चाहिँ पनिर लिएर आएको छु आफ्नोलाई मात्रै, त्यही भएर थोरै छ सेट है यति छ। अनि पुलाउ चाहिँ मैले एक्स्ट्रा नै बनाइदिरहेको छु किनभने पुलाउ सबैले गर्न सक्छन्। सो मैले त्यो चामललाई मैले भिजाएर राखिदिइरहेको राख्दैछु है, सरी धेरै दिनपछि पुलाउ बनाइरहेको छु। सो आई एम भेरी नर्भस है। सो लास्टसम्म यो भिडियो हेर्नु होला अनि सपोर्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ। हामी चाहिँ अब घिउ हाल्छौँ है पुलाउ रेडी गर्नलाई। अनि यो चाहिँ के भनौँ मिट मसला अनि इलाइची अनि काजु है त्यसको तडका दिन तेजपत्ता चाहिँ चामल हाल्छु। यो दुई भइसकेको छ है लागि मैले सुनेको है चामल अब फ्राई गर्नुपर्छ। यो चाहिँ त्यो पनिर भुट्नलाई है फ्राई गर्नलाई नर्मल राइस पनि पकाउन आउँदैन, पुलाउ पकाएको छु है कतिको पानी हालेर खाँदैन। सो म आफू अनुमानले हालेँ है, मलाई केही आइडिया छैन है पानी हाल्ने कति हाल्ने भनेर। सो अहिले मम्मीलाई बनाउँदैछु। I'm so happy होइन केही म बनाइरहेको छु। त्यसो बेला तब कामको बेला कसरी टाइमै हुँदैन खाने, अनि बनाउने कसरी टाइम हुन्छ त भने त्यो बेला मम्मी त्यो भिडियो हेरिराख्नुपर्छ भने सुनिहाल्नु। तपाईँको छोटो एकदम मेहनती छ, काम पनि गर्छ है। आज पकाइ पनि रहेको छु, तपाईँले धेरै सुनाउनु भयो मलाई कहिले सिक्छिस् कहिले सिक्छिस्। सो आउँछ क्या पकाउँदा पानी मात्र आइहाल्छ बिस्तारै बिस्तारै, डोन्ट वरी। यो छोरी इज प्रो अल्ट्रा प्रो म्याक्स। यहाँ हेर्न सक्नुहुन्छ है मैले धेरै नै ब्राउन गरिदिएँ बट मलाई यस्तै ब्राउन नै मनपर्छ है। हाम्रो पनिर भुटेर रेडी भइसकेको छ, मैले ग्यास बन्द गरिदिएँ। भइसकेको छ रेडी द फ्राई गरेर है। अब माथि सब्जी बनाउन मलाई थाहा छैन कति सिटीमा पक्छ भनेर बिचमा म चेक गर्छु क्या। मैले कराई फेरि प्रिहिट बनाउने राख्दैछु त्यही तेलमा है। मिट मसलाहरू है, गरम मसला सायद कोही कोही भन्छ बट हामीले मिट मसला भन्छौँ है। सो गाइस मैले मिस्टेक गरेँ है। मम्मीले भन्नुभयो 5-6 सिटी लाग्न नदिने बट भर्खर सोधेको छु कि मम्मीलाई कि मम्मी 5 सिटी लाग्यो भइहाल्यो होला। मम्मी भन्छ ए निकाल्नु भइहाल्यो लिएको भयो होला ढेँडो टाइपको। अब हेर नै कस्तो हुन्छ आई डोन्ट नो, प्लिज गड केही नभएको होस्। म्याक्सिमम् 5 सिटी त लागिसकेको छ है। तपाईँलाई पहिला पनि बनाइसकेको छु बट इन प्रेजेन्स अफ माई मम है, मम्मी मेरो सँगै हुनुहुन्थ्यो अनि बल्ल मैले बनाएको। लिटरली यो किचनमा म मात्र छु, सो आइ एम भेरी स्केयर्ड है के हुन्छ।
I don't know. Please, please, kehi नहोस्. बताइए ना कि इतना सिर्फ उतार दिए. हाँ हम जाना दिए. रोज पकाई लेते हैं हम जाना. जनने माने. खोल दे हो गई ऐसे गिल्ला रही. अब तब गिल्ला हो गया तो हम कहाँ करें जब तू कहा थी कि क्या बोला करे मतलब एक सीटी लगा तो गिल्ला नहीं रहा. हाँ 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 पर ना दे ले ही ले एक सीटी मुझे जाला भाप बताइए बोल नहीं कह रहे. का मालूम रे हमने कहा बुलाई दे ना तो ना पूछे बुलाई गए ना इतना बढ़िया से पुलाव बना खाए खिचड़ी बन गई. के गर्ने होला मतलब खाने पर्यो जस्तो भए पनि. मसला है यो अदुवा र लसुनको पेस्ट है. मैले धेरै मसलाहरू दिएन सबैलाई ढाल्दैछु है एकछिन. सो गाइज मेरो पुलावको हालत चाहिँ कुनै खराब चाहिँ छैन है. टेस्टी चाहिँ मैले टेस्ट गरिदिएँ बट जस्तो एक्सपेक्ट हुन्छ नि एक्सपेक्टेसन भर्सेस रियालिटी त्यही भयो कि मसँग केही भएन. अर्कोचोटि फेरि म भिडियो लिएर आउँछु अफकोर्स भनेर आउँछु किनकि मलाई आउँछ भनेर मलाई आउँछ कि बट मलाई थाहा छैन कि पानी कति हाल्ने अनि कति सिट लाउने मलाई एक्ज्याक्टली मलाई थाहा थिएन कि मैले अर्को भाँडोमा पकाएको थिएँ कि यो भाँडोमा पकाएको थिएँ बिट यसमा पकाएको थिएँ कि म. सो यसमा त टाइम लाग्छ अनि मैले चुलोमा पकाएको थिएँ कि दाउरावाला चुलो हुन्छ नि त्यसमा पकाएको थिएँ. अनि मलाई लिटरली मलाई थाहा थिएन कि म सोचेँ त्यसमा त्यति टाइम लाग्छ यसमा पनि त्यही कुकरमा लाग्छ होला बट मम्मीले के भन्नुभयो कि कुकर र त्यो भाँडोमा डिफ्रेन्स छ वास्ट डिफ्रेन्स छ किनकि मलाई डिफ्रेन्स थाहा थिएन. त्यही भएर मलाई मम्मीले सिकिहाल भन्नुहुन्छ कि रिजन चाहिँ यो हो है. मिल्दै भयो कि यो भिडियोले मेरो मिल्दै भयो कि साँच्चै मलाई केही पकाउनु आउँदैन. आउँछ कि मलाई पहिला पनि पकाइसकेको छु कि बट कुकरमा पकाएको थिएन. अब तरकारीको पालो छ अब कस्तो यहाँ हेर्न सक्नुहुन्छ मेरो पिम्पलले मेरो फेसको हावा एकदमै टाइट छ है बट आउनेछु आफ्नो नेचुरल ब्युटी लिएर प्याक टु प्याक. अनि यहाँ हाम्रो बाँकी रहेछ मलाई मन त थिएन बट अब हेरौँ कति बेलासम्म एडिट गरेर भ्याउँछु. पत्ता हालेँ मैले धेरै मात्रामा. हाम्रो पनिर तरकारी भइसकेको छ है गाइज. अब म जब खान्छु अनि तपाईँलाई त्यो भिडियो पनि देखाउनेछु अनि त्यसको रिजल्ट आई मिन त्यसको टेस्ट गरेर म तपाईँलाई देखाउनेछु है. म त झुट बोल्दैन है बट आफूले पकाएको भन्छ नि त राम्रो भए पनि नराम्रो भए पनि तारिफ त गर्नै पऱ्यो बट म त्यस्तो छैन है गाइज. जस्तो हुन्छ म त्यस्तै दिन्छु. इभेन म मम्मी बाबालाई पनि टेस्ट गराउँछु कस्तो पाकेको छ भनेर है गाइज. स्टे ट्युन. ल उहाँ चाहिँ टेस्ट गर्नुहुन्छ है भन्नुहुन्छ कस्तो बनेछ. पहिला सुरु त पुलाउ हेर्नुभयो ठिकै मलाई टेस्ट गर्नुहुन्छ. साँच्चै भन्नु क्या त्यो भिडियोमा जो बोल्ने होइन मिठो पाकेको लाई म टेस्ट गर्छु. ल खाएँ है गाइज. के भन्छ कसरी भन्छ अरे खाएँ ल फेरि खाएर के भन्नु
नुन राखेन लाग्छ म कस्तो नुन कम लाग्यो त राख्नु चर्को खाएर हो कि मैले त्यही हो म चर्को खान्छु है आहा ल गाइस पछि भेटौँला खाएपछि